सुरक्षा गरिकन 82 सालको पहिलो शनिबारमा ल्याउनु भएको छ। हामी सबैजना साह्रै उत्साहित छौँ। आमेन। उत्साहित हुनुहुन्छ? खुसी हुनुहुन्छ? हामी सबैजना खुसी छौँ। परमेश्वरलाई महिमा होस्। बाँच्नको लागि रहर छैन र होइन, हामीलाई बाँच्न सबैलाई रहर छ। अनि एउटा गीत छ नि, मर्ने कसैलाई रहर हुँदैन तर नमरेको सहर हुँदैन। हालेलुया। परमेश्वरलाई महिमा होस्। हामीलाई 81 सालसम्म परमेश्वरले यसरी सुरक्षा गर्नुभयो। अनि 82 सालको पहिलो महिनाको पहिलो शनिबारमा यसरी हामी ठुलो जोसका साथमा, ठुलो उमङ्गका साथमा परमेश्वरलाई आराधना गर्न उहाँसँग बस्न आएका छौँ। अनि हामी सबैजना आजको बिहानमा परमेश्वरलाई भेट्नेछौँ। आमेन। हामी सबैजना परमेश्वरलाई भेट्न जानेछौँ यो समयमा। अनि स्तुति प्रशंसा आराधना परमेश्वरलाई भेट्ने ठाउँ, उहाँको मुहारलाई हेर्ने ठाउँ हो। यसकारण यदि कसैले आजसम्म प्रभुलाई देख्नु भएको छैन, यदि कसैले आजसम्म परमेश्वरको उपस्थितिलाई थाहा गर्नु भएको छैन भने मेरा प्रिय मण्डलीमा तपाईँलाई आग्रह गरौँ, आजको आराधनामा तपाईँले भन्नुहोस्, प्रभु आज म तपाईँलाई भेट्छु, आज त म तपाईँको उपस्थितिमा जान्छु, आज म तपाईँलाई नभेटी छोड्दिनँ। आमेन। सबैले भन्नुहोस् त, आज म तपाईँलाई नभेटी एक छोड्दैन, दुई छोड्दैन, तिन छोड्दैन। आमेन। हामी परमेश्वरलाई भेटेरै छोड्नेछौँ। हालेलुया। अनि म अरू बेला पनि हामी सधैँ भन्छौँ शनिबारको सङ्गतिको लागि हप्तौँभरि प्रार्थनामा तयार हुनुपर्छ, तब मात्रै परमेश्वरको उपस्थिति हामीले भेट्न सक्छौँ भनेर, होइन। कतिजनालाई परमेश्वरको उपस्थिति क्या हो भन्ने कुरा थाहै छैन होला, तर कतिजनालाई परमेश्वरको उपस्थिति भन्ने कुरा के हो भन्ने कुरा राम्ररी थाहा छ। अनि जसलाई थाहा छ त्यसले चाहिँ परमेश्वरको उपस्थितिलाई साँच्चै नै खोजी गर्छ। मलाई यसरी भन्न मनपर्छ, परमेश्वरको उपस्थिति मेरो लागि मेरो जीवनभन्दा पनि महत्त्वपूर्ण कुरा छ। अनि मलाई यसरी भन्न मनपर्छ, परमेश्वरको उपस्थिति मेरो निम्ति सब थोक हो। जब परमेश्वरको उपस्थितिमा म जान्छु मलाई कोही चाहिँदैन। एकान्त घनघोर जङ्गलमा पनि, अन्धकारमय रातमा पनि म मेरो येशूसँग जब हुन्छु म डराउँदिनँ। आमेन। यसकारण हामी बिहानमा परमेश्वरलाई आराधना अनि प्रशंसा गर्नेछौँ। प्रस्थानको पुस्तक 15को 2 पदलाई तपाईँले मसँग निकाल्न सक्नुहुन्छ है। यहाँ यसरी लेखिएको छ, म सबैजनाको लागि पढिदिनेछु, ध्यानसँग सुन्नु होला। प्रस्थानको पुस्तक 15 अध्यायको 2 पदमा यसरी लेखेको छ, तपाईँ सबैजनाको लागि मैले पढेँ, ध्यानसँग सुन्नु हुन आग्रह गर्दछु। परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्छ र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, म उहाँको स्तुति गर्नेछु। मेरा पिता पुर्खाका परमेश्वर, म उहाँको नाम उच्च पार्नेछु। आमेन। परमेश्वर आज के हुनुहुन्छ अरे? तपाईँ मेरो शक्ति, अनि परमेश्वर चाहिँ तपाईँले मेरो गीत हुनुहुँदो रहेछ, अनि परमेश्वर चाहिँ तपाईँले मेरो मुक्ति हुनुहुँदो रहेछ। आमेन। यसकारण हामी त्यो परमेश्वर, अनि जो तपाईँले मेरो शक्ति हुनुहुन्छ, जो तपाईँले मेरो मुक्ति हुनुहुन्छ, जो तपाईँले मेरो गीत हुनुहुन्छ, उहाँको निम्ति गाउनेछौँ, रमाउनेछौँ, नाच्नेछौँ, अनि परमेश्वरको प्रशंसा आराधना हामी गर्नेछौँ। आमेन। हामी कसैले कसैलाई हेर्ने छैनौँ, उहाँको स्तुति प्रशंसा अनि आराधनामा हामी जानेछौँ। हामी यो समयमा मानिसको माझमा बिहानी साँझमा तपाईँको गीतमा गाउँदैछु, पुत्रलाई चुमाउँदै नाच्दै घुमाउँदै हृदयको आराधना चढाउँछु भन्ने बोलको स्पेसल गीत गाएर हामी स्तुति प्रशंसा अनि आराधनामा जानेछौँ। अनि हामी एउटाले अर्कालाई हेर्ने छैनौँ। अनि मलाई याद छ, मेरो छोरी सानो छोरी छँदा त्यसले सुरुमा नाच्न नजान्दै गर्दाखेरि, अनि नाच्न उसलाई आउँदैन थियो, तर पनि यस्तो दुईवटा हात यस्तो यस्तो यस्तो
गर्नेछौँ।